कोसीमा राइड सेयरिङ यातायातको सिन्डिकेटसँग झुक्यो 2/3 को सरकार। राइड सेयरिङ सम्बन्धी विवादमा कोशी प्रदेश सरकार यातायात व्यवसायीकै पक्षमा उभिएको छ। कोशीमा कांग्रेस एमालेको 2/3 बहुमत सहितको सरकार छ। यही सरकारले अध्यादेश मार्फत राइड सेयरिङ सम्बन्धी कानून निर्माण गरेको हो। गत 17 वैशाखमा जारी अध्यादेशमा समावेश यो प्रावधान कार्यान्वयनका लागि कोशी प्रदेश सरकार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकै पक्षमा उभिएको हो। आजै सहमति जुटाउने भन्दै यातायात व्यवसायी र सरकार बीच तेस्रो चरणको वार्ता जारी। भोलि हुने भनिए पनि यातायात व्यवसायी र सरकार बीच आजै तेस्रो चरणको वार्ता सुरु भएको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आजै दुई पक्ष बीच तेस्रो चरणको वार्ता सुरु भएको हो। सरकार र यातायात व्यवसायी बीच भएको दुई चरणको वार्ता निष्कर्षविहीन भएपछि पुनः मंगलबार बिहान 10:30 बजे बैठक बस्ने भनिएको थियो। संसदको अवरोधमा सत्ता र प्रतिपक्षका अडान यथावत। संसदको अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफल निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि आआफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो। विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान नेपालीबाट असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको आरोप विपक्षी दलको छ। 7 वर्ष अघि नै खारेज भएको सिन्डिकेट सामु मध्यरातमा सरकारको घोडा टेक्यो। केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले 7 वर्ष अघि सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको सगौरव घोषणा गरे पनि व्यवसायीले फेरि सिन्डिकेट बिउताएर सरकारलाई घोडा टेकाएका छन्। सरकार र सिन्डिकेट पक्षधर व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातमा छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्रचार गर्ने सहमति गरेको छ। 10 महिनामा बेरगञ्ज नाकाबाट 5 खर्ब 6.5 अर्बको आयात हुँदा 79 अर्बको निर्यात। बेरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको 10 महिनामा 5 खर्ब 6 अर्ब 67 करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन्। अब 2080-81 का 10 महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने सामानको हिस्सा 12.75 अर्थात् 87 अर्ब 30 करोड बढी मूल्यको वस्तु तथा सामान यहाँ भित्रिएका हुन्। राजावादी शक्तिहरूमा फेरि बढ्यो अविश्वास, अब प्रदर्शन के होला? 15 जेठदेखि संयुक्त आन्दोलन गर्न बल्लतल्ल सहमत भएका राजावादी शक्तिहरूबीच नै फेरि अविश्वास देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको पक्षमा हुने आन्दोलनमा नवराज सुवेदीको नेतृत्व अस्वीकार गर्दै आएको थियो। 15 जेठबाट राजतन्त्रको पक्षमा हुने आन्दोलनमा भने राप्रपा सहित अन्य राजावादी शक्ति सुवेदीको नेतृत्वमा एकताबद्ध भए। अनिश्चितकालीन आन्दोलनमा सुवेदीको नेतृत्व स्वीकार्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र शक्ति नेपालका प्रमुख केशरबहादुर बेष्ट लगायत सहमत भएका थिए। राजावादी नेताहरूको दाबी अनुसार राजतन्त्रको पक्षमा भएको आन्दोलनमा 44 वटा शक्ति छन्।